बाबु हजुर स्कुल जान ढिलो हुन्छ खाना खान आऊ हस् मामु होइन सकेको छैन अझै ल ढिलो भइसक्यो ल हैन सक्यो नमस्ते मिस नमस्ते बाबु मिस आइहाल्नु छ अब मिससँगै जाउँ है मिस हजुरको सँगै साथमा पठाइदिनु पर्यो मलाई चाहिँ अलिकति हतार छ है जाऊ लाग्ने अघि मैले कुरा गर्दा गर्दै फोन काट्नु पर्यो हुन्छ 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 मैले पनि त्यही भनेको हस् 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 हुन्छ हुन्छ म आउँछु ए को हो ए आऊ आऊ भित्रै एकछिन है ए तिमी आइपुग्यौ नमस्कार आज त तिमी ढिलो आयौ त घरमा अलिक काम थियो त्यही भएर ढिलो भइसक्यो ए ल ठिकै छ फेरि चाहिँ अलिक छिटो आउने गर्नु है हस् कोही बेला बाहिर जानुपर्ने हुन्छ बाबुले के अरे खोइ मेरो लुगा धोइदिएको भनिरहेको थियो ल त्यहाँनिर के अरे लुगाहरू जम्मा गरिरहेको छ बाबुको लुगा छ त्यो कपडाहरू यसो धुइपखाल गरेर माथि सुकाइराख्नु बेलुका म उठाउँछु अनि त्यो सकेर यहाँ अलिअलि बढार छ है बाहिर मान्छे गर्नु
सनी लुगा माथि लगेर सुकाउँछु मेरो काम सक्यो म जान्छु है अब काम सक्यो ए ल खाजा खाएर जाऊ न छोराले मासु खान्छु भनेर आएको थिएँ काम गर्ने मान्छे भोक लाग्छ नि पानी नानी के सोचिरहेको खाजा हौ सनी मलाई एउटा प्लास्टिक दिनुहोस् न है म उतै लगेर खान्छु चुप लागेर खाएर जाऊ होइन म घरमै लगेर खान्छु नि हो हजुर ल ल म एउटा बाटा बनाइदिन्छु ल हस् ल टिफिनमा लाएर लानु ल हस् मामु कस्तो मिठो मासु है हो मिठो छ ल ल खाऊ उतै आफ्नै रुममा खाऊ भन्दा मानेनौ एक्लो मम्मीको रुममा को हुन्छ म गएर खानु है बच्चाहरूको पनि छुट्टी नानी चाहिँ फुपूकोमा जान्छु भनेर गएको छ बाबुको रुममा भन्थ्यो आउने बेला नआएको कारण आफू पनि कामबाट आएको साह्रै भोक लाग्यो भने खाजा बनाउनै पऱ्यो भनेर कुरा पनि यसरी गर्नु पऱ्यो भएछ मेरो छोराले फेरि हुँदै आइरहेछ त नानी के भयो त फेरि होइन खेल्दाखेरि अलिक होसियार गरेर खेल्नु पर्दैन ल हेर आँखा अलिकतिले जोगिएछ आमामै ल यता आएर चोटै चोट ल के भएको त बाबु तिमीले कि साथीले ढकाल्यो होइन म आफै लडेको अनि यसो त नलड्नु पर्ने त नि ल खुट्टाभरि पनि हेत्तेरिका यो मेरो छोराले पनि कहिले पनि उयो नगर्ने भयो के
बच्चाले पनि कति दुःख दिया होला नि मलाई त अलि राम्रोसँग खेल्नु पर्दैन हैन आँखा निल्लै निलो भएछ आँखा चाहिँ तन्ना जोगिएछ नि लौ न म त के गर्नु हुँडातिर केही भएको छैन खोइ हेरौँ अम्मै लौ न के गरेर खेलेको त मेरो छोराले कहिले शान्ति नदिने भौ मलाई अलि राम्रोसँग खेल्नु पर्दैन अब त्यो खेल्दा राम्रोसँग खेल्नु है यो आँखा हेर तन्ना जोगिएछ आँखा केही भएको भए के हुन्थ्यो होला नि अब हस्पिटल जानुपर्छ है औषधि गर्नु पर्यो अब होइन के गर्ने होला म त मैले साँच्चै नै गल्ती गरेको रहेछु यति धेरै माया गर्ने मान्छेलाई छोडेर धनको पछि नलागेको भए सायद आज यो दिन आउने थिएन होला अब म के गरौँ मलाई अब मर्न बाहेक अरू कुनै विकल्प छैन के गर्न खोजेको तिमीले के गर्न मलाई मरेर समस्याको समाधान हुने भए म कहीँ दूर मरिसक्थ्यो के तिमीले धोका दिएको थियौ बाबु केही भएको छैन भन्छस् म तेरो आमा हो तेरो मनको कुरा बुझ्छु अर्का घरको पेटीमा मुच्छस् मुला ए अर्का घर पो हो यो हैन तेरो घर हो आमा ए आमा खाना पाकेन कस्तो भोक लाग्यो गाउँतिर लखर लखर घुमेर आएनस् मलाई त भात भन्दा त इच्छा पनि हान्नु के गर्छौ बुढी माउ आफ्नो छोरालाई चिन्दैन क्या हो आमा मायामा जात आउँछ र मैले त जातसँग माया गरेको होइन नि आमा मैले त मनसँग पो माया गरेको थिएँ तिमी पो मरेर जान्छ माया मर्छ मर्दैन होइन
घरमा बस्नु नपाएपछि सबै सुकेछ फुलहरू के पानी को ल्याउने आफूले हाल्नु मात्रै हो बच्चालाई थाहा छैन कुखुराहरू पनि कहाँ गएछ हा कता आएको यो कुखुराहरू पनि कता कता आएको नि लसुन पनि सबै मरिसक्यो अझै मसला मजाले फिट्नु छ मजाले फिट्नु फिट्ने गर्दैन त्यो उता मिस्त्रीलाई अलिक चाँडो लगिदिनु त्यहाँ उसको हात खाली भइसकेको छ अलिक सरसर काम गर्नुपर्छ आज त साउसँग पैसा मागेर लानै पर्छ घरमा एक गेडा चामलको दाना पनि छैन अलिकति खर्च चाहिएको थियो कति चाहिएको थियो भयो भने दिनुहोस् अहिले मैले आज यति लानु ल अरू भोलि पर्सि दिन्छु म हस् नानी के गर्दै हुनुहुन्छ ए बुवा पो आउनुहुन्छ हजुर नमस्ते नमस्ते बुवा त्यही बस्नु न अनि बुवा आरामै हुनुहुन्छ म आरामै छु नानी ठुली खोइ त मसँग अलिकति पैसा ल्याएको थियो त्यही माग्न आएको ए हो र बुवा उहाँ त परदेश गइसक्नु भयो नि ठुलेले फोन गरेपछि बुवा आउनुभएको थियो भनिदिनु है नानी ए हुन्छ बुवा म उहाँलाई भनिदिन्छु नि अहिले चाहिँ म गएँ नानी बुवा म चिया बनाउँछु नि खाएर जानुहोस् है होइन अहिले म भर्खर चाहिँ खाएर आएको एकछिन पछि खाउँला न हस् बुवा बुवासँग पैसा लिनुभएको त मलाई भन्नु भएन सायद बिर्सिनु भयो होला ठिकै छ केही छैन पछि फोन गर्नुहुन्छ होला
त्यसपछि सोधौँला। आमा म कलेज गएँ है। गएको है? ए ल ल छोरी ल। गएँ आमा म। हेर छोरा पनि यत्रो ठुलो भयो, आफै कमाएर खाने भइसक्यो। आज उसको बाउ भइदिएको भए कति खुसी हुन्थ्यो होला छोराछोरी। आमा आमा के भयो हजुरलाई? बाबु डायबिटिस के पनि भएको छैन बाबु। आज तिमीहरूको बाबा भइदिएको भए कति खुसी हुन्थ्यो होला। तिमीहरू 4-5 वर्षको हुँदाखेरि छोडेर जानुभएको अहिलेसम्म अत्तो पत्तो छैन। आमा अब के हाम्रो बाबा कहिले फर्केर आउनुहुन्न? थाहा छैन बाबु। यति जिउँदो हुनुहुन्थ्यो भने सायद आइपुग्नुहुन्थ्यो। तर आमा मलाई लाग्छ बाबा फर्केर आउनुहुन्छ। दादा आमालाई के भयो? निराश हुनुहुन्छ त? सन्चो हुनुहुन्न हो? सन्चै छु, तर आज तिमीहरूको बाबाको धेरै नै याद आयो। आमा विगतको कुरा सम्झेर नरुनुहोस्, हामी छौँ नि। हेर बहिनी, तपाईँ नि धेरै चञ्चले भएर नहिँड्नु, किनकि अब यो घर हामीले सम्हाल्नुपर्छ। आमा बाबा एक दिन अवश्य फर्केर आउनुहुन्छ। मेरो भोक पनि लागिसक्यो, भित्र जाउँ। ल जाउँ।
आमा धुप बार्दै हुनुहुन्छ? छोरा धुप बार्दैछु। बिहान बेलुका पूजा गर्नुपर्छ, धुप सिद्धिएको रहेछ, त्यही भएर आइपुगेस्? आइपुगे। मेडिकलको कामले धेरै थकाइ लाग्यो। आमा हाम्रो बाउ त फोटोमा त हेर्न पाउने भयो के हो? कहिले आउनुहुन्न, कहिले आउने रहेछ? त्यही त नि बुढो भइसक्नु भयो। तेरो बाउको इच्छा माथि एक ढलान थप्ने। अब बुवा आउनु भएपछि घरै बस्नुहुन्छ। अब ढलान थप्ने काम मेरो जिम्मा। बुवाले त्यत्रो दुःख गरेर मलाई डाक्टर पढाउनु भयो। अबको जिम्मेवारी मेरो काँधमा। आमा खाना पाकेन भने? लास्टै भोक लाग्यो। खाना पाकिसक्यो। बहिनी पनि टाउको दुख्यो भनेर सुतिरहेको छ। आइज नि त, तर म चाहिँ खाम। ल आइज। म एकछिन बाहिर जाने काम छ, गएर आउँछ है। साथीलाई पनि भेट्नु छ। छिटो आइज नि फेरि, खाना सेलाउँछ। ल अनि त पनि त्यहाँ धेरै हावा भएर नहिँड है। फेरि धेरै कुरा सुनिरहेको छु तेरो बारेमा। के सुनिस्? कति फेरि उल्टै रिसाउँछ। कुरो काम गर्नु। आफू चाहिँ नि आफू कहाँ जानु लाग्यो? म साथीलाई भेट्न जानु लाग्यो। ल म यहाँ ल बाबु छिटो आउनु। हावा गर्नु नै। हेर नानी, त्यसरी दाइसँग मुखमुखी लाग्नु हुँदैन है। आमा आमा है, यहाँ मेरो मेडिकलको सामान कसले चलाएको? तेरो सामान कसले चलाउँछ? त्यहीँ त होला नि। राखेको ठाउँमा कहिल्यै भेट्दैन। यो सब बहिनीको काम त हो नि। रुपेश, ए रुपेश, ए त आइस बस। के छ यार? एकदम ठिक छ। म त तसँग एउटा सल्लाह गर्न। भन्न के कुरा? सक्ने त अब गरिहाल्छ नि। म त विदेश जान लागेको यार। अब यहाँ बसेर केही पनि भएन। अलिकति पैसा झापडी दिन्छस् कि भनेर। विदेश जानु त राम्रो कुरा हो, तर तँलाई थाहै छ नि नेपाली दाजुभाइ दिदीबहिनीहरू कति दुःख पाएर बसिरहेछन् विदेशमा। जान त म पनि सक्थेँ होला, किनकि मैले पनि डक्टर पढेको छु। तर म विदेश जान चाहन्छु, किनभने नेपालमै बसेर सेवा गर्न चाहन्छु। हुन्छ भने, सक्छ भने तँ पनि नेपालमा गएर केही गर। बरु सुन, कृषि फर्म खोल, जति सक्दो म सहयोग गरौँला। खै यार, नेपालमै बसेर पनि केही उपलब्धि होला जस्तो लागेन यार मलाई। अब त्यही भएर म विदेश जान खोजेको। तैँले अब लगानी नै गरिदिन्छस् भने एकपटक आमासँग पनि त सल्लाह गर्छु। ल यार, अहिले चाहिँ म गएँ। ल ल, राम्रो जा। ल गएँ। यो आमा पनि कहाँ जानुभएछ? दिदी नमस्कार। नमस्ते बहिनी। टाढै गएर आउनुभएको दिदी? म बहिनी माथि पण्डित आमाकोमा गएको थिएँ, तर उहाँलाई घरमै भेट्न। अनि हजुर चाहिँ कहाँ गएर आउनु? म बजार गएर आएको दिदी। अनि बहिनी, घरमा सबैजना सन्चै हुनुहुन्छ नि? हजुर दिदी, हामी त सन्चै छौँ। तपाईँहरूलाई कस्तो छ नि? आरामै हुनुहुन्छ? आरामै छौँ बहिनी। तपाईँहरू पनि आरामै हुनुहुँदो रहेछ? हजुर दिदी, आरामै छौँ। घरमा केटाकेटी मात्रै छ। जान्छु है। हस् बहिनी, हस् हस्।
भइसक्यो भने आमा उहाँ छ्यामाकोमा जानुभएको छ अहिले आएपछि खाँदा भइहाल्छ नि तँलाई नै लाग्दो रहेछ भोक लाग्यो त नि भोक तपाईँलाई लागेन यतिखेर भइसक्यो अहिले आमा आएपछि खाए हुँदैन आमा पनि कहाँ जानुभएको खाना खाने बेला ढिलो भइसक्यो पाकेर सिलाइसक्यो खाना नमस्ते अनि कता पुगेर आउँदा म त मन्दिर गएर आएको नानी म चाहिँ हजुर घरमा गएको थिएँ कोही हुनुहुन्न ए हुनुहुन्न रहेछ कतै जानुभयो होला कि केही काम थियो कि नानी बाला यसो नानीहरूको चिना हेरौँ कि भनेर आएको थिएँ आमा बाला भेटाइन अब आज भ्याउँदिनँ अब भोलि पर्सि आउँछु है ल ल नानी भेट्नु भयो जाऊँ न त घरमा होइन आमा म आज अलिकति हतार छु म भोलि पर्सि आउँछु नि है ए हुन्छ नि त है हस् त हस् यो एक बिटको भरि दिनमा 3 पटक खानु है खानापछि शिशुको औषधिहरू के कमी छ यसो हेरेर लेख्नु ल आज मलाई ढिला भइरहेछ म हिँडिहाल्छु आमा ए आमा बहिनी पनि कलेजबाट आइपुगेको छैन क्या अरे तपाईँ चाहिँ खाना खाएर बस्नु है ग्यास्ट्रिक होला फेरि ल ल बहिनी आएपछि म खाना खान्छु जेनी जेनी त्यसो भए म गएँ आमा जेनी खै त जेनी कलेजबाट आएकै छैन ए यो अस्ति उसको लुगा मैले लगाएको थिएँ यो राखिदिनु न है ल नानी आएपछि म दिन्छु हस् अहिले गएको है अहिले केटाहरू कहाँ गर्छ केटाहरू भेट पनि हुन्छ केटाहरू कतै गयो होला नि यस्तो पुऱ्याइसक्यो आउँदै आउँदैन यसो केटाहरू भएको भए माल खानु हुन्थ्यो माल त छैन चुरोटले नि आज काम चलाउँ न है ए चलाउँ न केटाहरू नआउँदा ओ हेलो दिमाग खराब भएको बेला यही बाटो हिँड जाउँ केटा
अबदेखि हिँड्दाखेरि अलि सम्मान लिएर हिँड्नुपर्छ है। तर यो कुरा चाहिँ घरमा आमालाई थाहा नहोस् र नभन्नु पनि। झन् तनाव लिनुहुन्छ। ल घर आइसक्यो, ल हिँड अब अलि सम्मान लियो। होइन के भयो? नेउरो नेउरो देख्छु त। होइन केही पनि भएको छैन। मैले अलिकति गाली गरिदिएको थिएँ, त्यही भएर रिसाइयो। ए जा भित्र जा भने। विदेश जाउँ कि भनेर साथीसँग पैसाको कुरा गर्न गएको थिएँ। त्यसले पनि तपाईँको जस्तै कुरा गर्यो। विदेश जान पैसा हालिदिन्न भने, बरु केही टमाटर खेती केही गर्छस् भने चाहिँ पैसा हालिदिन्छु भने के गर्ने? ठिकै त भने नि। अब साथीले जे भनेको त्यसै गर्नु नि। हेर बाबु, आफ्नो मान्छे भनेको आफ्नै ठाउँमा हुन्छ, तर व्यवहारले गर्दाखेरि टाढा हुन्छ। बरुला तेरो बाबाको एउटा चिनो थियो, यही बेचेर तेरो साथीले दिएको सल्लाह अनुसार नै गर। म पनि खुसी छु। तर आमा, यो त बाबाले दिनुभएको चिनो भन्नुभएको होइन। तिमीहरूको बाबाको चिनो भन्दा पनि मेरो धान सपनाँदै नै तिमीहरू सबैभन्दा ठुलो। हिजोसम्म तिमीहरूको लागि म लडेँ, आज तिमीहरू मेरो निम्ति लड्नुपर्छ। तर आमा, तपाईँको गला खाली भएको म हेर्न सक्दिनँ। म जसरी भए पनि केही न केही उपाय गर्छु नि आमा। बरु यो बाबाले दिएको छु नि, तपाईँ आफै राख्नु। चुप लागेर बा, आमाले भन्ने कुरा मान्दिनस्? आमा है उठ्नु है चिया खान। ल ल चिसो छ, ताजा चिया खानु। भने आमा चिया खानु लाग्यो? गई मलाई पनि चिया छैन? छ ठ्याक्कै गइहाल त। चिया खाने हो र? खाने भनेर त भने नि खाल्न। कहाँ पुगेर आइस् त? ठिकै छ। कहाँ जान्छु म? काममा त हो नि। निकै सन्चो भएन क्या आमा तपाईँले? अलिक टाउको दुखी जस्तो भइरहेछ। आमा के? एउटा कुरा भन्नु थियो तपाईँलाई। के कुरा हो भन्न। हजुरले जुन सङ्घर्ष गरेर दुःख पीडा सहेर हामीलाई पढाउनु भयो, यहाँसम्म ल्याउनु भयो, अब त्यो पढाइको त सदुपयोग गर्नै पर्यो नि आमा। के कुरा घुमाएर भनिरहेको नि, सिधा भन्न। सबैको आफ्नो भाग्यको रेखा कोरेको हुन्छ भन्छन् दैवले। के थाहा, हाम्रो पनि कसैको अगाडि शिर ठाडो पारेर हिँड्ने दिन आउँछ कि? तैँले भनेको कुरा एकदम सही हो, तर आज ततिस र पो तेरो बहिनीको ज्यान बाँच्यो। यति त नभइदिएको भए तेरो बहिनीको हाल के हुन्थ्यो? तँलाई थाहा छ म मुटु रोगी छु, कुन बेला के हुन्छ थाहा छैन। त्यसैले तैँले बिहे गर्नै पर्छ बाबु। आमा तपाईँ चिन्ता नगर्नुहोस् न, मलाई थाहा छ त तपाईँलाई मुटुको रोग छ भनेर। त्यसैले त पैसा कमाउनको लागि म विदेश जान्छु भनेको हो। दादा तैँले भनेको कुरा पनि सही हो, तर मलाई चाहिँ आमाको कुरा ठिक लाग्यो। हो तैँले बिहे गरेकै राम्रो, मलाई पनि बाउजी हेर्न मन छ। ए दाइको बिहे कहिले होला र अनि आफ्नो पालो आउँछ भन्ने तैँले सोचेको? ए चुप लाग तिम्रो, नै कप्लेर जा। ल मेरो चाहिँ नलग्यो यार।
सम्झिरुन्छु अतीतलाई बिर्सिसकेको थिएँ विगतलाई हो फेरि सम्झिरुन्छु अतीतलाई बिर्सिसकेको थिएँ विगतलाई फर्केर फेरि नआउ तिमी सम्झाउन ती दिनलाई सम्झाउन ती दिनलाई फेरि सम्झिरुन्छु अतीतलाई बिर्सिसकेको थिएँ विगतलाई बुढी अब म हिँड्नु लागेको होइन के भन्नुहुन्छ हौ तपाईँ मैले तपाईँलाई कति नजानु भने मान्नु भएन है के गर्नु अब टाढा काममा नजाउँ भने पनि घर चलाउन गाह्रो भयो अनि हजुर जानुहुन्छ म चाहिँ के गर्ने थिएँ दुई एउटा बच्चा उसलाई हेर्ने कि बाहिर काममा जाने कि म आइहाल्छु नि 2-3 वर्षमा त्यति बेलासम्म नानीहरूलाई यसो ध्यान राखेर बस न है र आफ्नो पनि ख्याल राख्नु साथीले पनि कुरिरहेको होला अब म जान्छु है अब नजानु भनेको मान्नु भएन फेरि झोला पनि ठिक पारिसक्नु भयो उता साथीले पनि कुरेर बसेको छ भन्नुहुन्छ ल म गएँ है एकछिन पक्नुहोस् त यहाँ म त्यो घटना भुटेर राखेको छु भरे बाटोमा खाजा हुन्छ है Thank you.